1.5 वर्ष भयो म अलिकति डिरेक्सन राम्रोसँग बुझेर गरेको सफल भएको। म पनि बुझ्न चाहन्थेँ, म सरहरूले भन्दाखेरि ए म जान्ने, म बुझ्ने, म आफै गर्छु, तर कहिले पनि हुँदैन रहेछ। तर आफैले जबसम्म आफूले आफूलाई परिवर्तन गर्न सक्दैन तबसम्म हामी सफल कहिले पनि हुँदैनौँ। त्यसमा आफैले पहिला परिवर्तन गर्नु पर्यो। परिवर्तन गर्नुको लागि एउटा कासमा ऐना लगाएको हुन्छ नि बाटोमा, त्यहाँ गएर आफै सोध्नुहोस् मुको विस्ने होइन, मैले गर्नुपर्ने कर्तव्य के हो। हरेक व्यक्ति सफल हुन्छ, म आज किन सफल हुँदिनँ? सफल तपाईँहरूमा हुनु पर्यो, तपाईँहरूले खोज्नु पर्यो। तपाईँहरू सबै डायमन्ड हो, तपाईँहरू सबैले एकदमै डिरेक्सनमा एउटा हुनुहार लिडरहरू हुनुहुन्छ। हुनुहार लिडर हुनुको लागि तपाईँले एकदमै फोकस गर्नु पर्यो होइन। सिस्टम कसरी हो अब के भन्दा मात्रै म पनि अब बिहान उठेदेखि बेलुकासम्म ड्युटी हुन्छ र पनि आज सफल भएको छु भने तपाईँहरू एउटा फ्री कन्ट्रीमा हुनुहुन्छ, तपाईँहरू त एकदमै 100% सफल सर म्यामहरू हुनुहुन्छ तपाईँहरू। म त बिहान 6 बजी उठेदेखि बेलुका 10 बजीसम्म मेरो ड्युटी हुन्छ र आज म डायमन्ड बनेको छु नि त, किनकि मलाई विश्वास छ म गर्छु। आई क्यान डु इट। हाम्रो सरजीले भन्नुहुन्छ नि आई क्यान डु इट, तपाईँहरू डु इट गर्नुहोस् होइन। तपाईँहरू भन्नु नछुनु, चाहे उनीहरूले गरोस् नहोस्, तपाईँहरूको बोलीको विकास गर्नुहोस्। विकास गर्दा गर्दै आज म जस्तै एउटा तपाईँहरू सफल हुनुहुन्छ है। म मात्रै सफल भन्दिनँ, म मात्रै डायमन्ड भन्दिनँ, तपाईँहरू पनि डायमन्ड हुनुहुन्छ। तर गर्नुहोस्, तपाईँहरू हरेक व्यक्तिलाई सुनाउनुहोस्, हरेक व्यक्तिको लाइफलाई परिवर्तन गर्नुहोस्। आज मसँग एकजना मान्छेलाई 10,000 दिएर होइन उसलाई डोनेसन गरेर उसको लागि दिँदैन नि, तर उसलाई डिरेक्सन सिस्टममा लिएर एउटा म जस्तै एउटा डायमन्ड बनाइदिनु, उसको लाइफ परिवर्तन हुन्छ। उसले जिन्दगीमा हामीलाई कहिले पनि बिर्सिँदैन, कहिले पनि भुल्ने छैन। त्यसलाई भनिन्छ हामीले त्यो सहयोग, त्यसको एउटा लाइफलाई परिवर्तन गर्नु है। अनि अब भन्दै जाँदा चाहिँ अब धेरै कुरा चाहिँ आज म भन्न चाहदिनँ, किनकि धेरै समय पनि गइसकेछ है। कतिपय अब बोरिङ पनि लाग्छ होला, तर मलाई चाहिँ अहिले चाहिँ जति डिरेक्सनको प्रोडक्ट जति म माथि गएको छ त्यति नै मलाई सुनाउनु मन लाग्छ। म जस्तो हरेक दुःख पाएको मान्छेहरूलाई हरेक एक न एक दिन बुझ्छ भनेर हरेकपल्ट सुनाउनु मन लाग्छ। कसलाई सुनाउनु। तर आज म त्यो सुनाउँदा आज म पनि अब यस्तो एउटा बिहानदेखि 6 बजी उठेर बेलुकाको 10-11 बजीसम्म ड्युटी गरेर आज म सफल भएको छु। तपाईँ एकदमै फ्री कन्ट्री हुनुहुन्छ, तपाईँहरू झन् एकदमै ग्रेट लिडरहरू हुनुहुन्छ, सफल व्यक्ति हुनुहुन्छ। तपाईँहरूलाई कसले रोक्ने पनि छैन, तपाईँहरूलाई कसले नै त्यहाँनिर नगर भन्ने पनि छैन। तपाईँहरू एकदम फ्री हो। हाम्रो पर्व सर हामी जति पनि आउट कन्ट्रीमा हुन्छ नि हाम्रो लागि इलिगल हो, तर इलिगललाई लिगल बनाउने काम हाम्रो कसरी हुन्छ त्यो तपाईँहरूमाथि पर्छ है। र म चाहिँ के भन्न चाहन्छु भने अब तपाईँहरू जति पनि हुनुहुन्छ होइन, त्यसलाई अब एकदम धैर्यता होइन निरन्तर दिनुहोस्। र अब डायमन्ड त बनिसकेको छु नि, तर मैले पनि धेरै कुरा सिक्नु छ। अब भर्खर नयाँ छु है, नयाँ यस्तो अघि समीर सरले भने जस्तो बुझ्दैछु भर्खर मात्रै। संसार कत्रो छ त्यो संसारहरू बुझ्न चाहन्छु। समुद्रपट्टि गएर चाहिँ म त्यो भित्र पानी हुन चाहन्छु, त्यो तपाईँहरूमा हुनु पर्यो है। र तपाईँहरूमा छ नि, एकदम मलाई विश्वास छ है तपाईँहरूलाई हुनुहुन्छ। तपाईँहरूले पनि एकदम यो सिस्टममा तपाईँहरू पनि एउटा डायमन्डै हुनुहुन्छ मेरो लागि चाहिँ, म मात्रै होइन। अब त्यो तपाईँहरूले पनि एकदमै कोसिस गर्नुहोस् होइन। मान्छेको कोसिस नै एउटा सफलताको वे हो नि है। र अब के भन्छु भने चाहिँ म चाहिँ होइन, अब मान्छेको लाइफ है, कतिजना सर म्याम मिसहरू अब म सफल भइन होइन, म असफल छु भन्नुहुन्छ नि। असफल कहाँ भयो? असफल खोज्नुहोस् तपाईँहरू, तपाईँ हामीमा खोज्नु पर्यो। म असफल किन भएर छु, सफलता मैले खोज्नु पर्यो है। एकदम हाम्रो सरहरूले चाहिँ त्यही मात्रै देखाउनुहुन्छ है, यो बाटो यता पुग्छ, यो बाटो हिँड्नु हुँदैन, त्यो त हामी हाम्रो छोराछोरीलाई पनि भन्छौँ नि है। तर त्यो सरहरूको सुन्दै जाँदा आज म पनि सफल भएको, हाम्रो समीर सरज्यू पनि सफल हुनुभएको छ है। र त्यो सफलता तपाईँहरूमा कति पनि छ। र कुनै दिन यस्तो समय पनि आउँछ कि हो मान्छेले यति साह्रो पनि भन्दो रहेछ कि तिमीहरूको डिरेक्सनले यस्तो गर्यो, तर त्यसमा हिम्मत हार्दैन। हजुर हो नि भने अब हामी हो नि भन्नै पर्यो, किनकि हामी मिठो
फल्दिने रुख हो नि, हामीको झटारोले हान्छ, ढुङ्गाले हान्छ, हामीलाई कति चोट लाग्छ नि, तर हामीले आयो भन्नु भएन नि, किनकि एउटा आँपको बोटमा मान्छेले ढुङ्गाले हान्छ, झटारोले हान्छ, त्यो रुखले कति चोट सहन्छ, तर त्यही मिठो फल दिने फल हो, त्यस्तै नाम अगाडि आउँछ नि। त्यसरी हामी पनि एउटा कसैको प्रति मिठो फल दिने रुख हो, त्यसैले गर्दा हामीलाई पनि धेरै मान्छेले उतार चढाव हान्ने फ्याँक्ने काम गर्छ, तर त्यसमा हामीले दुःख माने उहाँलाई धन्यवाद दिने हो। त्यसै हाम्रो पर्वत सरज्यू मैले सिकेको छु धेरै कुराहरू होइन, म पनि एकदमै घमण्डी मान्छे नि। त्यो घमण्ड चाहिँ अहिले चाहिँ म चाहिँ डिएक्सन चाहिँ प्रोडक्टले नै तोड्यो होला है, त्यही घमण्ड तोडेर आज चाहिँ म सफल भएछु, तपाईँहरू अगाडि बोल्नु सकिरहेको छु र तपाईँहरूसँग बोल्दा बोल्दै म एउटा स्टार है, अब स्टार रुबी पनि भए, आज स्टार डायमन्ड भए, आज तपाईँहरूको सहयोग, तपाईँको सपोर्ट र तपाईँहरूको माया मेरो अफलाइन मेरो लफलाइन तपाईँकै सहयोग सपोर्टले गर्दा एक दिन फेरि एक स्टेप बढ्छु होला भने त्यो कोसिस मान्छ कि म डायमन्ड भएँ भनेर बस्ने होइन रहेछ। अझै स्टेप चढ्नु मन लाग्दैछ, मलाई स्टेप चढ्नु मन लाग्दैछ है, सबैजनालाई सुनिराख्नुहोस् है, अब अर्को प्रोसेस चालु गरिरहेको छु, तपाईँहरूकै तपाईँहरूले पनि यही सिक्नु पऱ्यो नि। आज तपाईँहरू डायमन्ड भयो, भोलि म एक स्टेप पनि अगाडि चढ्छु भन्ने एउटा भावना हुनु पऱ्यो। मलाई चाहिँ त्यो भइरहेको चाहिँ अहिले कति डायमन्ड कहिले हुनु, डायमन्ड भनेर डायमन्ड भएपछि कस्तो हुँदो रहेछ, डायमन्ड भएपछि चाहिँ हामीले धेरै कुरा बुझ्नुपर्ने रहेछ होइन, धेरै मान्छेसँग सोचेर सम्झेर बोल्नुपर्ने रहेछ। अब के बोल्दै भने पनि आफू अलिकति भए पनि ठेस कस्तो प्रकारले हेर्ने हुँदो रहेछ, अब जस्तै साथीभाइहरूले पनि, जस्तै अब अरू मान्छेहरूले पनि, त्यसले गर्दा हामीले बोल्नुको लागि नि भइसकेको छ, धेरै बुझ्नुपर्ने, धेरै सोच्नुपर्ने। अब पहिला मैले अरूसँग कस्तो ट्रिट गरेर बोल्दै थिएँ, त्यसलाई एकदमै परिवर्तन गर्नुपर्ने रहेछ होइन। र अब यति आज पनि यही म सरहरूलाई फेरि पनि एउटा वार्ता गर्दैछु होइन, अझै एक स्टेप अझै पनि अर्को स्टेपको गर्छु भन्ने चाहिँ मेरो अब एउटा उत्साह जागिरहेको छ है। डायमन्ड भएर म डायमन्ड मात्रै भएँ भनेर चाहिँ नबस्नु रहेछ, अझै स्टेप बढ्नु मन लाग्दो रहेछ, त्यो सोच तपाईँहरू पनि हुनु पर्यो। आज स्टार एजेन्ट भएर बस्नु भएको छ भने स्टार एजेन्टदेखि रुबी होइन एकैचोटि डायमन्ड बनिन्छु भन्ने चाहिँ एक स्टेप बढाउँछु भनेर तपाईँहरू गर्नुभयो भने अवश्य तपाईँहरू एकदम सफल हुनुहुन्छ है। र म चाहिँ भन्छु है, म मात्रै डायमन्ड हो, तपाईँहरू पनि डायमन्ड हो, तर अब अलिकति भए तपाईँहरूले कोसिस गर्नुहोस् होइन। दिस लाइफ इज नट जोक, लाइफ चाहिँ चेन्ज गर्नै पर्छ। आज हरेक व्यक्तिहरू सफल भएको छ, हरेक कम्पनी धेरै कम्पनीहरू छ नि, धेरै कम्पनी मध्येमा मैले मन पराएको, मैले रुचाएको, मेरो लाइफ यो ठाउँमा हुन्छ भनेर मैले सोचेर आज डिएक्सन अप्नाउँदा मेरो लाइफ चेन्ज भएको छ। म सिक्किमबाट इन्डियाबाट सिङ्गापुर आउन चाहिँ कस्तो स्थितिमा आएको थिएँ भने अब जाँदा मेरो त्यो